हेलो गाइज, आजको चाहिँ यो ब्लग स्टार्ट हुँदैछ। आज त धेरै दिन बादमा अब बाइकहरू धुँदैछौँ हामी। साथीले पानी हाल्दैछ, रमाइलो छ जिन्दगी। अब त्यो मासतिर चाहिँ त्यो चाबी ऊहरूतिर चाहिँ धेरै नगर नि, त्यो अलिक पानी छिर्नु खोज्छ कि। सिल्भर चाहिँ दामी टल्केको छ हौ यहाँनिर। त्यो सुरुमा वेस्ट मैला पानी बगाएको, त्यो सफा पानीले धुने हो। अब मजाले भिजाएर अलि मुनि चाहिँ हान न, बरु उतातिर त्यो मैलाहरू छ क्या हो त तलतिर। हिलो 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 हिलोमा कुदेछ बाइक स्कुटी। आज त घाम पनि मजाले लागेको, बाइक चाहिँ यस्तो छ है। अझ यसमा काम बाँकी नै छ। रिच यताबाट हेर्दा चाहिँ खतरा देख्छ, यहाँबाट चाहिँ दामी देख्दो रहेछ। क्लियर त यता फर्काएर पो गर्नुपर्छ होला हौ, त्यही त। सो गाइज, अछुमा अम्मा बहन पे आ जाऊंगा मैं इनकी। नजानी आज से मैं हिंदी में बात करूँगा कि किसी किसी को समझ में आना चाहिए। साथीले चाहिँ अब यहाँ टक्क स्कुटी र बाइक वास गर्नु ला। ए मेकानिक त हिरो भन्दैछ यस्तो हान्छु। यस्तो छ है, सक्दैन नि। यहाँनिर टाँसेर पो गिट्टी भयो। अब कपडाले गर्नुपर्छ यार। इसके बाद यहाँ चाहिँ फेरि इसके बाद ये भैया खाना बनाएगा हमारे लिए। हमारे लिए खाना पनि खाएको छैन, लास्ट अल्छी छ नि यो चाहिँ। म अल्छी हो, म अल्छी भएको होइन हुनु चाहिँ। सुत्यो उठ्यो, खाना पनि पकाउनु आउँदैन उसलाई। मैले सिकाउँदैछु यहाँ। कपडा चाहिँ कहिले धुने हो मुला? त्यो मेरो हो र। तेरो माथि कपडा धुनु गएको ल? कपडा धुनु गएको ल? पकाउन नि, पानी चढा छैन। पानी कहाँबाट चढाउने खै? कहाँबाट चढाउने? अहिले चढेन होइन त नि, पहिला यहाँ सफा गर्नु। पानी सकेपछि चढाउने? त्यही त आज नि धोदिनँ होला मैले कपडा। होइन क्या, पहिला यहाँ वेस्ट पानीहरू सब फ्याँक्ने हो कि। पर्वत चाहिँ तल बाइक वास गर्दैछ। ए पर्वत, यता हेर त, आनन्दले धुँदैछ। छिटो छिटो गर, फेरि स्यालेरी दिँदिनँ नि म। हस् हजुर, कस्तो खालको पैसा हो? ब्याङ्कबाट आएन पैसा तिम्रो? यत्तिको चाहिँ हुनुपर्छ है। ड्राई भएपछि कर्नरको पनि। मैं क्या कहना चाहता हूँ कि ये इसको क्या बोला हूँ कि यो कर्नर का कि आज मजे से धुओ। क्या चिल्लो छ क्या साथी, म चाहिँ माथि जाँदैछु, कपडा पनि धोएको छैन गाइस। 7 दिन अगाडि धुन राखेको कपडा हेर्नु कस्तो भइरहेको, रक्सी पारेको छ। कपडा चाहिँ यसरी राखेको छ, धोएको चाहिँ छैन। आज चाहिँ जसरी पनि धुने हो कुखुराहरू। फेरि यो चाहिँ हो ललितपुरबाटको भ्यू काठमाडौँसम्मको। यस्तो छ टक्क। अहिले चाहिँ अब हामी तल जाउँ होला, किनभने पर्वतले हेल्प चाहियो भन्दै थियो त्यो बाइक वास गर्नको लागि। सो म बाइक उ गर्न जाँदैछु। चाहिँ किचन है फेरि।
पुरा डराउँदैछ आइज आइज जाउँ आइज आइज लिन आइज आइज को आउँदैन डराइरहेछ मस्त धुएछ केटो बेसिकली भिडियो बनाउनुको मिनिङ त केही पनि छैन जस्ट यतिकै टाइम पासको लागि मात्र हो बेरोजगारीहरू धेरै भएपछि यस्तै हो जस्तै कि यहाँ छ एउटा बेरोजगार त हिरो भन्दैछस् यस्तो हान्छु पहिला क्यामेरा घुमेर आफ्नो नर्दैछ न मैले देखाइसकेँ तिमीले त सुरुमा नम्बर वान म भनेर हो सुरुमा चाहिँ मै हो मस्त धुँदैछ केटोले मैले धुम भनेको ऊ आफै गर्छ अरे मलाई आउँदैन अरे मजाले गर्न तिमीले स्कुटी धुन्छौ नि अब के हो बाबु यस्तो के भन्नु खोजेको यो अलिक सेन्सिटिभ यसमा चाहिँ त्यो मार सरी फोट बितोड सालिका हुन्छ नि त्यो होला हाल न साथीले स्कुटी धुन्छ मेरो एक्सप्रेसन चाहिँ बाउन्ड जेम्स बाउन्ड कस्तो जिस्केर आएको पानी पनि ल होइन छोड्दै छोड्दै अब चाहिँ टाइम स्ल्यापको पाली